बालेन शाह देशको प्रधानमन्त्री बन्ने तयारीमा छन्, तर हाम्रा केही तथाकथित बौद्धिक विश्लेषकहरूलाई भने अहिलेदेखि नै जोर आउन थालिसक्यो। उहाँहरू भन्न थाल्नु भएको छ, हामीलाई आशा छैन बालेनले संविधानको पालना गर्छन् भन्नेमा गम्भीर शंका छ। जनताले अभूतपूर्व म्यान्डेट दिएर पठाएको नेता कुर्सीमा बस्न नपाउँदै अचानक यो संविधान खतरामा छ भन्ने न्यारेटिभ किन सेट गरिदिएछ? अझ म त के लाग्छ भने विगत 30 वर्षसम्म पुराना दलहरूले मध्यरातमा संसद विघटन गर्दा, सेटिङमा अध्यादेश ल्याउँदा र सत्ता जोगाउन संविधानलाई रबर जस्तो तन्काउँदा यी विद्वानहरूको संविधान प्रेम कहाँ सुतेको थियो? आज बालेन शाहले किराती पहिचान झल्काउने सिलाम साकमा लगाउँदा वा आफ्नो मौलिक संस्कार अनुसार शपथ लिने तयारी गर्दा उहाँहरूलाई त्यो विविधता होइन राजाको जस्तो व्यवहार लाग्छ रे। उहाँहरू भन्नुहुन्छ, हामी 100 दिन पर्खेर हेर्छौं। हेर्नुहोस्, हिजोसम्म एकअर्काको खेदो खन्ने कांग्रेस, एमाले र माओवादी आज संसदको एउटै प्रतिपक्षी बेन्चमा खुम्चिन बाध्य हुनु, यो नै परिवर्तनको सबैभन्दा ठूलो प्रमाण हो। जनताले नयाँ बाटो समातिसके, तर हाम्रा केही विज्ञहरू अझै पनि पुरानै चस्मा लगाएर नयाँ बिहानीलाई शंका गरिरहेका छन्। यहाँनिर एउटा इन्टेलेक्चुअल प्रश्न उठ्छ, के साँच्चै बालेन शाहबाट यो देशको संविधानलाई खतरा छ कि उनको उदयले वर्षौंदेखि जरा गाडेर बसेको पुराना दलहरूको राजनीतिक सिन्डिकेट र बौद्धिक ठेकेदारीलाई खतरा छ? जुन मान्छेले काठमाडौँको मेयर हुँदा विधिको शासन र कानूनलाई यति कडा रूपमा पालना गराए कि शक्तिशाली नेताहरू समेत थर्कमान भए, के हाम्रा बौद्धिक भनिनेहरूले जनताको म्यान्डेटलाई पचाउन नसकेका हुन्? आफ्नो तार्किक विचार कमेन्टमा लेख्नुहोस् र यो भिडियो शेयर गरेर शंका बेच्नेहरूलाई जनताको आवाज सुनाइदिनु होला।